एक्चुअली सबैको आमा भनेको आमा नै हो, बहिनी भनेकै बहिनी हो। जब है त्यो चाहिँ गाली गर्न चाहिँ अब गाली गरिसकेपछि त सबैलाई आमाले लाग्यो नि त। उमेश खड्का भन्ने सरले चाहिँ गाली गरेको रहेछ जम्मी गुरुबाहरू हुन्छ होइन, गाली चाहिँ गर्नुभयो है, सबैजनाले सुन्यौँ गाली गर्नुभयो। र गाली गर्नुभयो र अर्को कुरा के भन्न चाहन्छु भने यो चर्क्यो एक त निर्वाचन प्रणाली पहिलादेखि नै दुःख, त्यहाँका हाकिम सरहरूले मुखमै ठाडो जवाब दिएर तिमीहरूको जिम्मा लिन सक्दिन, दोस्रो दुःख। अधिकृत भयो मतदान अधिकारी रक्सी खायो, सबै खायो। हामीले ठेला पढी काम गऱ्यौँ, बुट बनाएको, एक रुपियाँ पनि पाएको छैन है। नपाएमा चाहिँ अधिकृतहरूले केवल पैसा पाउँदैन र त्यतिसम्म अहिले पनि रक्सी खाँदै पैसा उडाएको अधिकृतहरूले। खाना सुरुमा हामीलाई के भन्नु, केही नै दिएको छैन हामीलाई। हजुर पत्रकार हुनुहुन्छ, हजुरले हाम्रो लागि यति गर्नु माथिसम्म पुगाउनु पर्यो। हजुरले आजको दिनमा निर्वाचन यस्तो गर्यो, भोलिको दिनमा कसले भर्ने, कसले सुरक्षा दिने, भोलिको दिनमा चाहिँदैन। हामी भोलि 84 मा आउँछ फेरि चुनाव जितेपछि हामी अल्पत्र पार्टी स्कुलमा हामीले रिक्वेस्ट पनि गर्यौँ, सर हामीहरू राति पढिसकेपछि हाम्रो कसो कहाँ जानु भन्नु, आजको लागि हामीले स्कुलमै बस्न दिनु, हामी भोलि बिहान बस्छ यहाँ सबै सामानहरू हामी जेल फिल्डमा सामेल हुन्छौँ भन्ने स्कुलमा तालचा हान्दियो, स्कुलमा तालचा हान्दियो भाइ, स्कुलमा जिम्मा लिँदैन तिमीहरू जाऊ। सर हामीहरू के गर्नु भने हामीहरू 12 बजे दुःख गरेर गाडीहरूसम्म बम थियो अनि घर आएपछि हामी हुन्छ जेल फिल्डमा पनि ए भेले खाना भत्ताको बात गर्ने, खाना भत्ताको बात कहाँ गर्ने के त भनेपछि राति हाम्रो दुःख गाली यहाँ आएर समय पनि भइसक्यो, हामीले गाली गरौ गाली खाना भत्ताको सार नाम छैन गाडीवाला खाना साना गाडीमा खाना हामीले जाँदा भनेको जो जानेरी निर्वाचन के रे उमेश खड्का गरेर छन् खैन रहेछ फोटो किन्नु पर्छ ब्यागमा पनि हामी पर्छ उमेश खड्कालाई उमेश खड्का हैन जानेरी हामीले निर्वाचन गरायौं सबैको गरायौं कोनो पत्रकार के लागि गाली माग्नु पर्यो।